विपद जोखिम न्यूनीकरण गर्नको लागि चाहिँ विपद जोखिम न्यूनीकरण गर्नको लागि चाहिँ आवधिक योजनामा भएको व्यवस्थाहरू है 16 योजनामा भएको व्यवस्थाहरू के छन् भन्दा पहिलो भनेको त विपद उत्थानशील विकास गर्दै सुरक्षित र उत्थानशील नेपाल बनाउने। दोस्रो भनेको चाहिँ सबै प्रकारका प्राकृतिक र गैर प्राकृतिक विपदबाट सिर्जित आर्थिक, सामाजिक, व्यापारिक, मौद्रिक, वातावरणीय अनि भौतिक पूर्वाधारयुक्त जतिसुकै पनि क्षति छन् त्यसको क्षतिलाई चाहिँ न्यूनीकरण गर्ने। तेस्रो भनेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्नको लागि चाहिँ विपद उत्थानशील शासन प्रणालीको सुरुवात गर्ने। चौथोमा चाहिँ के भन्छ अरे 3 तहमा चाहिँ बहुप्रकोप विपद व्यवस्थापन अनि त्यसपछि बहुप्रकोप विपद व्यवस्थापन अनि विपद के भन्छ अरे विपद सूचनामा आधारित विपद पूर्वानुमान अनि पुनर्लाभ, पुनर्स्थापना, प्रतिकार्य जस्ता विकास गर्ने हैन। अनि त्यसपछि अर्को भनेको चाहिँ विपद न्यूनीकरण तथा व्यवस्थापनमा सङ्घ प्रदेश तथा स्थानीय तहको सहभागिता चाहिँ अभिवृद्धि गर्ने त्यही त हो नि। अनि त्यसपछि अर्को भनेको चाहिँ विपद जोखिम तथा न्यूनीकरण र व्यवस्थापन गर्नको लागि चाहिँ के गर्ने भन्दा चाहिँ विपद पश्चातको पुनर्लाभ, पुनर्स्थापना तिनीहरूलाई बृहत सहभागिताको चाहिँ सुनिश्चित गरेर सचेतना अभिवृद्धि गरेर विपद पश्चातको पुनर्लाभ, पुनर्स्थापना, पुनर्निर्माण नवनिर्माण कार्यलाई चाहिँ उस गर्ने के भनेपछि ट्याक्क सम्झिनु पर्यो भन्दा चाहिँ विपद उत्थानशील विकास गरेर सुरक्षित र उत्थानशील नेपाल बनाउने काम विपद उत्थानशील विकास गर्ने। दोस्रो भनेको गैर प्राकृतिक र प्राकृतिक जुनसुकै किसिमबाट आएका विपदहरूले के क्षति गर्छन् त्यसलाई समाधान गर्ने। विपद जोखिम न्यूनीकरण र व्यवस्थापन गर्नको लागि चाहिँ विपद उत्थानशील शासन प्रणाली ल्याउनु पर्यो 3मा। अनि 4 भनेको चाहिँ के हो भन्दा चाहिँ विपद के भन्छ अरे 3 तहमा चाहिँ बहुप्रकोप नियन्त्रण गर्ने। अनि त्यसपछि पुनर्लाभ, पुनर्स्थापना, विपद पूर्व पनि त सूचना दिनुपर्छ। त्यो सूचना चाहिँ एउटा के भन्छ अरे त्यो विपद पूर्व दिने सूचना चाहिँ उसमा आधारित तथ्यमा आधारित मतलब के भन्छ अरे जानकारीमा आधारित पूर्वानुमान यस्तोमा चाहिँ यो चाहिँ उस गर्ने भन्ने भयो। अनि अर्को भनेको चाहिँ अर्को 5 नम्बरमा यो भयो। अनि अर्को भनेको चाहिँ विपद व्यवस्थापन तथा उसमा चाहिँ सङ्घ प्रदेश स्थानीय तहको सहभागिता। अनि अर्को भनेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चाहिँ बृहत सहभागिता सुनिश्चित गरेर जनचेतना अभिवृद्धि गरेर विपद पश्चातको पुनर्लाभ, पुनर्स्थापना, पुनर्निर्माण र नवनिर्माण कार्यलाई सबल र स्थायी बनाउनु। 4वटा भयो। 1 नम्बरमा विपद उत्थानशील विकास गर्दै सुरक्षित र उत्थानशील नेपाल बनाउने। दोस्रो भनेको गैर प्राकृतिक र प्राकृतिक घटनाहरूबाट भएको जतिसुकै क्षतिहरू छन् नि त्यो क्षतिहरूलाई न्यूनीकरण गर्ने। तेस्रो भनेको त्यो विपद जोखिम व्यवस्थापन तथा न्यूनीकरण गर्नको लागि विपद उत्थानशील शासन प्रणाली ल्याउने भन्छ। अनि चौथो भनेको चाहिँ 3 तहको बहुप्रकोप अनि सूचनामा आधारित पूर्वानुमान फोरकास्टिङहरू अनि पुनर्निर्माण, नवनिर्माण अनि त्यस्ता कार्यहरू पनि अभिवृद्धि गर्ने। अनि तेस्रो भनेको विपद जोखिम व्यवस्थापन तथा उस गर्नको लागि चाहिँ सङ्घ प्रदेश स्थानीय तहहरूमा चाहिँ सहभागी भएर चाहिँ क्षमता अभिवृद्धि गर्ने। अनि अर्को भनेको चाहिँ त्यो न्यूनीकरणको लागि चाहिँ के भन्छ अरे बृहत सहभागिता सुनिश्चित गरेर विपद पश्चात चाहिँ बृहत सहभागिता सुनिश्चित गरेर सचेतना अभिवृद्धि गरेर विपद पश्चातको पुनर्लाभ, पुनर्निर्माण, नवनिर्माण र पुनर्स्थापना, पुनर्लाभ, पुनर्निर्माण, नवनिर्माण कार्यलाई सबल र उत्थानशील बनाउनु भनेको चाहिँ आवधिक योजनामा रहेको व्यवस्थाहरू हुन् है त।